ऐसा है तपाईहरु सबै यहाँ हिजोदेखि आएको जो यो भुइँचालोको महात्रासदी, यस्तो भयानक त्रासदी जसले कि कसैले न कहिले सुनेको न कहिले सोचेको यो भयानक परिस्थितिलाई, यो सानो सुन्दर देशलाई एउटा भयानक स्थितिमा पुर्याइरह्यो। नजाने कति हजारौं परिवारको घर सबै बिछडिसक्यो, बाबुहरू बिछडिए, बाबुआमा बिछडिए, कति घरहरू उजडिए, नजाने एउटा भयानक स्थिति छ। तो हामी सबै त्यो पीडामा व्यथित छौं, पीडित छौं। हामी सबैको हृदयमा खूब दुख छ, पीडा छ। श्रद्धेय स्वामीजी यहाँ हुनुहुन्थ्यो। श्रद्धेय स्वामीजीको मनमा जो भावना छ त्यो भावनालाई हामीले हिजोदेखि नै योजना बनाएर कि हामीले तत्काल के गर्न सकिन्छ, बहुत विचार गरेपछि फेरि हामीले यहाँ फल र या अरू व्यवस्थाहरू जति पनि हुन सक्यो, पानीको व्यवस्थाहरू या चिउडा या सब्जीहरू या पुरीहरूको त्यो हामीले गरेको हो। और अगाडिको लागि पनि श्रद्धेय स्वामीजीले त्यो व्यवस्थाको लागि भनिदिनु भयो कि जति पनि परिवारहरू पीडित छन्, देख्नु एक सुनते मेरो भैया गाजियाबाद, कम से कम आप लोगों को तपाईहरुको यसको लागि कम से कम आफ्नो हृदयमा सन्तोष राख्नु कि कम से कम तपाईहरु यहाँ सशरीर त यहाँ तिमीहरु यहाँ हुनुहुन्छ, सबै तपाईहरु यहाँ उभिनु भएको छ। कुन परिवारहरुको लागि सोच्नु जसको घरमा सबै अहिले त थुप्रै ठाउँमा यस्तो भइरहेको छ, थाहा पनि छैन कि मलवा भित्र कति चाहिँ दबेका छन्। उनीहरूको लागि हामीले सोच्नुपर्छ र आफ्नो लागि पनि, क्योंकि केही पेटमा गएपछि पानी र केही गएपछि हामी अलिकति जीवन निर्वहन चाहिँ एक दिनको लागि 2 दिनको लागि। यो पंडाल यहाँ देख्नु भएको छ, पूरा करीबन 4 लाख 5 लाख स्क्वायर फीट को पंडाल थियो। श्रद्धेय स्वामीजीले कल हिजो थाहा भयो कि यो पंडाल हुँदाखेरि कम से कम 1 रात को लागि 2 रात को लागि कहीं न कहीं हाम्रो छतको रूपमा यसले काम गर्यो। तो श्रद्धेय स्वामीजीको मनमा यस्तो छैन कि ये किन चेत्यो, किन फाडियो, किन कसैले यसरी गरे। कि श्रद्धेय स्वामीजीको मनमा यो भावना छ कि कम से कम भगवानले हामीलाई निमित्त बनाए कि हामीले चाहिँ नि पंडाल हरिद्वारबाट उठाएर लिएर आएका छौँ, नेपालको आपदामा त्यो काम आयो। त्यो भावना छ कि जति पनि हुन सक्छ संस्थागत रूपमा हामीले गर्छौं और अहिले पनि जो पनि हुन सक्छ तो त्यसको लागि पनि लगभग भगवानले गरे भने अब किन भन्दा भुइँचालोको विषयमा ऐसा कि गएपछि फिर ब्याक आउँछ, लगभग वो दोबारा आने जाने को भयानक भइसक्यो। अब यो सब भगवानको प्रकोपले यो शान्त हुन्छ। तो उनीहरू मृत दिवंगत आत्माको लागि पनि हामीले प्रार्थना गर्ने और उन परिवारहरूको लागि पनि उनीहरू भगवानले उनीहरूको यो पीडालाई सहन गर्ने शक्ति दिउन्, त्यसको लागि प्रार्थना गर्ने र आफ्नो जीवनलाई पनि बिना भयभीत भए, बिना विचलित भएर विचलित भएर तो जिन्दगी चल्दैन नि। त्यो प्रकोप आयो, दुख पाइयो, तर त्यो दुखबाट पनि बाहिर निक्लेर हामीले जीवनलाई अगाडि बढाउने कोसिस गर्ने। और यहाँ सबै हाम्रा भोलिन्टियर्स कार्यकर्ताहरू जति तपाईहरु चाहिँ यहाँ पीडित हुनुहुन्थ्यो भने उनीहरू पनि राति दिन रात हिजो हामीले यही रातभरि यही सुतेका हुन्, यही काम गरेका हुन्। यस तरहका भोलिन्टियर्सहरू पतञ्जलिमा छन् और श्रद्धेय स्वामीजीले कि म के सेवा गर्न सक्छु, थाहा भयो कि यहाँ हस्पिटलमा खुनको अभाव छ, यहाँ थुप्रै घाइतेहरू हस्पिटलमा र यताउता परेका छन्। तो स्वामीजीले सोच्नु भयो कि हामीले खून दिने अभियान पनि ब्लड डोनेशन को खून रगत दान को जो है रक्तदान को अभियान श्रद्धेय स्वामीजीले आफूबाट नै सुरु गर्नुभयो। पहिले आफ्नो खून दिएर, क्योंकि नेपालीहरूको लागि श्रद्धेय स्वामीजीको यो भन्दा ठुलो केही योगदान हुन सक्दैन। सबभन्दा प्यारो तो आफ्नो प्राण र फेरि खून हुन्छ। यदि नेपाल आमाको लागि श्रद्धेय स्वामीजी खून दिन सक्नुहुन्छ भने बाँकी सबै कुरा गर्न सक्नुहुन्छ। त्यो हामीलाई विश्वास राख्नुपर्छ। आज भाइ उपेन्द्रजीले पनि, उपेन्द्र महतोलाई पूरा नेपालले जान्दछ, यूँ तो नेपाल को खूब सेवा गर्छन्, आज खून दिएर पनि इस नेपाल माको आमाको ऋण चुकाउनको लागि अगाडि आए। उनलाई धन्यवाद। हाम्रो भाइ शालिग्राम, हाम्रो ओम बन्सल जी, हाम्रो जैनी शम्भु जी और हाम्रो लवदेव जी और सबै हाम्रो उद्धवजीले पनि जति पूरा 2-3 ट्रकको पानीको व्यवस्था गर्नुभयो, अरू पनि गर्दै हुनुहुन्छ। तो त्यसरी नै अरू पनि भाइ सब शालिग्राम और सब कार्यकर्ता लाग्नु भएको छ। तो तपाईहरु पनि मिलेर यो हाम्रो कोही हामी काम गर्ने मान्छे या तपाईको लागि गरेको हैन, हामी सबै मिलेर जनताको लागि गर्ने हो। जति हुन सक्छ हामी मिलेर गरौँ और यस पीडाको घडीमा हामी सँगै छौँ। तपाईहरु हामी पनि पीडित हो। हिजो हामी जहाँ थियौँ म बधाई दिउँ कि भगवानको कृपाले मात्र 1 मिनटले हामी बचेको हो। हामी चाहिँ नि जो जैन सभा भइरहेको छ त्यो ठुलो पण्डालमा थियौँ,
पंडाल भीतर पूरा जो फलाम का लोहे का बड़ा बड़ा वो ला गया था आयरन को, और उतावड़ा जो बाल मंदिर आधा धसियो और त्यो पूरा खत्म भयो। यदि हामी 1 मिनट यहाँ भित्र भावा हामी यहाँ हुँदैन थियौँ। तो हिजोदेखि हामी पनि तपाईहरु जस्तो नि तपाईहरु यहाँ मैदानमा हुनुहुन्छ, हामी चाहिँ उहाँ मैदानमा छौँ, अर्को मैदानमा छौँ, यति नै फरक छ। हिजोदेखि नै यदि श्रद्धेय स्वामीजीको भावना हुन्थेन भने हिजो भूकम्प भुइँचालो आउने बित्तिकै स्वामीजी यहाँ निक्लेर जान सक्नुहुन्थ्यो। तर स्वामीजीले भन्नुभयो यो पीडाको घडीमा म नेपाललाई एक्लै छोडेर जान्न, म पनि सँगै छु भनेर यहाँ रहनु भएको हो। त्यही भएर भगवानले दिएको दुःखलाई मनुष्यको एउटा सीमित सीमा हुन्छ, मनुष्यको एउटा सीमित दायरा हुन्छ। मानिसले जति गर्न सक्छ इमानदारीले गर्नुपर्छ। म त्यही नै जान्छु कि हाम्रो भावना, हाम्रो संवेदना, हाम्रो ईमानदारी कमजोर नपरोस्। तर हामी हताश, निराश और जो है साहसलाई छोडेर घबराएर भयभीत भएर हुँदैन। जो पनि परिस्थिति छ हामीले मुकाबला गरेर फेरि यस नेपाललाई एक आदर्शमय स्थितिमा, उच्च स्थितिमा, दुनियाँको सामुन्यमा एउटा आधारको स्थितिमा हामीले पुर्याउनु पर्छ। यो मेरो भावना र तपाईहरुलाई भगवानसित पुनः प्रार्थना, हिम्मत नहार्नु। यो दुःखको घडीमा हामी सबै एक भएपछि शास्त्रमा लेखिएको छ कि दुःख चाहिँ नि बाँट्नाले दुःख थोरै लाग्छ अरे, सुख चाहिँ बाँट्नाले सुख धेरै लाग्छ अरे। यो दुःखको घडीमा हामीले सबैले एक दुसरेको दुःखलाई बाँट्ने हो भने यो दुःख चाहिँ नि थोरै लाग्छ। सबैको हिस्सामा गएपछि सहन गर्न चाहिँ नि सजिलो हुन्छ। हामी सबै मिलेर यस दुःखलाई बाँटेर यस दुःखको घडीबाट हामीले बाहिर निक्लिने हो। श्रीमद् भगवानसित प्रार्थना गर्दै तपाईँ सबैलाई म नमन गर्छु। हिम्मत राख्नु, साहस राख्नु और कहिले पनि हतार, निराश र उदास भएर चाहिँ हामीले केही पनि गर्न सकिँदैन। साहसले नै हामी आफ्नो लक्ष्यलाई पाउन सक्छौँ। थुप्रो धन्यवाद। और जति पनि स्वामीजीले भन्नुभयो कि जहाँ तपाईहरु अनेक स्थानहरूबाट आएको व्यक्तिहरू हुनुहुन्छ, अलग अलग जग्गाका व्यक्तिहरू हुनुहुन्छ, जहाँ कहीँ पनि यो आपदाबाट जसको घर बर्बाद भयो, बाबुहरू टुहुरा भए, तिनीहरू बाबुहरूको लागि जसको घरमा आमा बुवाको मृत्यु भएको छ उनीहरू बाबुहरूको हामी जति पनि संख्यामा हुन्छन् सूचना दिनौँ। दिएपछि तो पतंजलि योगपीठ नेपालबाट हामीले यहाँ तिनीहरूको आवास, भोजन सबै व्यवस्था, शिक्षणको हामीले गर्नेछौँ। तो छोराछोरी दुईटैको लागि, बाबुहरू हुन् चाहे छोरीहरू हुन्, सबैलाई नानीहरू हुन्, सबैको लागि हामीले व्यवस्था गर्ने संकल्प लिएका छौँ। और योभन्दा ठुलो के कुरा हुन सक्छ। हामीले आयुर्वेदिक कलेजको पूरा तयारी गरेका छौँ। आयुर्वेदिक कलेजको अहिले उद्घाटन हुनु थियो कि तत्काल व्यवस्थाको लागि अन्यत्र केही भवन पनि थिएन। फिर हामीले सोचेको कि पहिले हामीलाई सबभन्दा पहिले जीवन, सबभन्दा पहिले बाबु र नानीहरू, नेपालका यदि ती बच्चालाई हामीले जीवन र संस्कार दिन सक्यौँ भने नेपाल बन्छ। बाँकी इन्जिनियर, डाक्टर त फेरि पनि हामीले बनाइन्छ। त्यो भावनाले हामीले त्यो सुरु गर्ने संकल्प लिएको हो। त्यो यति कुरा मैले भन्नु थियो। त्यो तपाईहरु पूरा व्यवस्था बनाएर जस्तो पनि हुन सक्छ। तो मण्डीका टारमा हाम्रो कार्यालयमा, यहाँ मण्डीका टारमा पतंजलि योगपीठमा काठमाडौँमा नै अफिस छ। त्यहाँ सम्पर्क गरेर त्यहाँको हामीले 2-3 नम्बरहरू पनि आस्थामा फ्ल्यास गर्न सुरु गरिदिन्छौँ कि नेपालको लागि सम्पर्क गर्नको लागि। त्यहाँ हामीले 3, 4 र 5 वटा हमारा भोलिन्टियर्सहरू, हमारा शिक्षकहरू त्यहाँ रहन्छन्। उनीहरूले दिएको त्यो नम्बरमा आस्थामा र संस्कारमा त्यो हेरेर। और अर्को कुरा पनि जो थिम सामर्थ्य छ, जो थिम शक्ति छ, जो दान दिन सक्छन्, यस्ता महानुभावहरू पनि चाहे 1 रुपैयाँ दिन सकेमा, चाहे 100 रुपैयाँ दिन सकेमा, यो सबैले मिलेर गर्ने सामूहिकताको काम हो। त्यसको लागि पनि सहयोगको लागि अगाडि आउनु और जो पीडित छन् तिनीहरूको लागि हामी सेवा गरौँ। तो यति नै मैले भन्न चाहन्छु।